एकताली यो झ्याक्नेको कुरा सुनौँ अनि फेरि कुरा गरौँ है त। म प्रधानमन्त्रीज्यू यहाँ आउँदाखेरि उहाँको हाजिर गर्नु भएको छ कि छैन त्यो हेर्नका लागि अभिलेख शाखालाई म अनुरोध गर्न चाहन्छु। यदि उहाँले हाजिर गर्नु भएको छैन भने उहाँ यो प्रतिनिधि सभाको सदस्य नरहेको ठहर हुन्छ र यदि उहाँ यो तपाईँको चाहिँ के अरे प्रतिनिधि सभाको सदस्य नरहेको ठहर हुन्छ भने संविधानको धारा 77 को 1 को गले निज चाहिँ तपाईँको प्रतिनिधि सभाको सदस्य नरहेमा प्रतिनिधि सभाको सदस्य नरहेको हकमा प्रधानमन्त्रीको पदबाट मुक्त हुनुपर्छ भन्ने व्यवस्था गरिएको छ। म उहाँको हाजिर यो अभिलेखमा छ कि छैन, उहाँ कतिचोटि आउनुभयो अहिलेसम्मको सदनको बैठकहरूमा र कतिचोटि उहाँले हाजिर गर्नुभयो यो पनि देखाइदिनको लागि म अनुरोध गर्न चाहन्छु। उफ, सुन्ने होइन त्यसको कुरा। मान्छे बौलाउन त बौलाउँछ, तर बिना केही नभइकन यति धेरै चाहिँ किन बौलाउँछ? यो मान्छेलाई खासमा अरू केही कुरा होइन क्या। जसरी हुन्छ बालेन शाहलाई चाहिँ प्रधानमन्त्रीको पदबाट हटाउनै परे। ल मानौ बालेनले नराम्रै गरेर प्रधानमन्त्रीबाट राजीनामा पनि दिएछ, त्यसपछि बनाउने चाहिँ कसलाई? यसले जसलाई त्यो रासोपाको जोसुकैलाई बनाए पनि कसैलाई चित्त बुझ्दैन। अब यसलाई बनाऊ भने यसको त न औकातले भ्याउँछ, न हैसियत पुग्छ, न यसका पार्टी सिटै पुग्छ। यसलाई चाहिँ ल तैँ प्रधानमन्त्री भन् भनेर बालेन शाहले छोडिदिएछ भने पनि यो प्रधानमन्त्री बन्न सक्दैन। अनि यसको काम चाहिँ के, आउने त्यही उसको फलोवर्स धेरै छन् भनेर दुई चार शब्द बोल्ने, मान्छेहरूलाई उचाल्ने मात्रै काम हो कि के हो खासमा? ल यसले ल बालेन शाहलाई छोडाएर यसलाई प्रधानमन्त्री बनाइहालौँ, यहीबाट चाहिँ काम गराइहालौँ भने पनि यसको केही योग्यता पुग्दैन। कुनै हालत कसैले योग्यता पुर्याएर यसलाई राख्नै सक्दैन भने यो किन यति धेरै चाहिँ उफ्रिरहेको होला? अचम्म लाग्दैन त? विरोध पनि गर्नुपर्छ, तर यति धेरै कामभन्दा बढी त यसको विरोधै मात्र छ क्या। अनि यसलाई बनाइदियो भने फेरि खोल्क्याउँछ केही होइन। कस्तो चुतिया बानी होला फेरि। आम्मामा, हैट, सकिन्छ त यस्ता चुतियासँग अनि मुख लाएर।